अहिलेको हाम्रो घरबेटी यता हुनुहुन्छ। अहिले यत्रो भयो चाहिँ मभन्दा अल्को छ। यो चाहिँ ऐसिलो गरेर पानी हो नि चिसो भयो। बाख्रा टन्नै पाल्नु भएको छ है। अनि यता देख्न सक्नुहुन्छ यो दह हो। मायाले गाउँ त चिन्यौ घर चिन्न सकिनौ ओल्लो हो कि पल्लो। हजुर त्यही भएर यो उचालढुङ्गा भन्ने नाम राखेका छन् हो। यो पनि व्यक्तिले उठाएको हो। हामी त्यही बेला यो पुरानो बस्तीमा छौँ। सुर्खेतको भेरीगङ्गा नगरपालिका वडा नम्बर 1 को सिम्बास भन्ने ठाउँ। यो दृश्य देख्न सक्नुहुन्छ। हाम्रो पुरानो ठाउँ हो यो। त्यो माथि हाम्रो पुर्ख्यौली घर। यो घर हाम्रो घर हो पहिला। अङ्कलहरू घरमा हुनुहुन्छ। अनि यो दृश्य सिम्बास हो यो। अनि उतै माथिबाट बाटो छ उतातिर। अनि यता अहिलेको हाम्रो घरबेटी यता हुनुहुन्छ। आराम हुनुहुन्छ नि? ठिक छ, आराम छ। ठिक छ, हाम्रो पनि ठिकै छ। धेरै समयपछि आइयो। करिब 10 वर्ष भयो क्या हो हाम्रो पनि। म गएको 10 वर्ष भयो होला। 10 वर्षपछि आइयो यो ठाउँमा। अनि यो चाहिँ बाख्राको खोर। बाख्रा पनि पाल्नु पर्छ अङ्कलहरूले। अनि यो चाहिँ हाम्रो घर देख्न सक्नुहुन्छ। यति बेला पुरानो घर आइपुग्यो। के छ है? ठिक छ मालिक अहिलेको। अनि यो भाइ चाहिँ सानो थियो म छोडेर जाँदाखेरि यहाँबाट। अहिले यत्रो भयो चाहिँ मभन्दा अल्को छ। त्यसपछि के गरे? यो चाहिँ ऐसिलो गरेर पानी हो नि चिसो पानी अर्ग्यानिक। त्यो मुहानमा चियाम्बार हुन्छ। हेलो गुड मर्निङ। हामी यति बेला सुर्खेतको भेरीगङ्गा नगरपालिका वडा नम्बर 1 स्थित तल्लो भर्याङमा छौँ। र हामी अहिले तल्लो भर्याङ हाम्रो मयुबाको घरमा जाँदैछौँ। मयुबा घरै हुनुहुन्छ होला, कता हुनुहुन्छ अहिले जाँदैछौँ हामी। अनि यो भाइहरू पनि लाउरे केटो यता छ। अनि अर्को भाइ यता छ, साइकल लाउरे यता छ। अनि यो तल्लो भर्याङको गाउँ एकदम सानो पसल, किराना पसल तल्लो भर्याङ हाम्रो मयुबा पुसाङकै हो यो। जस्ट यहाँनिर पुगेका छौँ। अहिले यो माथितिर पनि जानुपर्छ होइन? यो रमाइलो छ उतातिर। क्याम्प कहाँनिर छ अरे? त्यस पछाडि क्याम्प छ अहिले। अनि यो चाहिँ हाम्रो मयुबा पुसाङको घर। हरियालीसँगै हामी चाहिँ यो चाहिँ मयुबाको घर। अनि यो चाहिँ बाख्रा पाल्नु भएको छ। अनि यता हाम्रो पुसाइ हुनुहुन्छ। के छ पुसाइ, आराम हुनुहुन्छ? अरे एकदम ठिक छ हजुर। बाख्रा टन्नै पाल्नु भएको छ है। एउटा बोलन बोका पनि छ हाम्रो। यो चाहिँ खतरा छ बोका। अनि यतातिरको यो दृश्य हेर्न सक्नुहुन्छ। पुरानो गाउँठाउँ, जन्मे हुर्केको ठाउँ, उकालो ओह्रालो गरेको ठाउँ। एकदमै रमाइलो छ जोस्। अनि यतातिर हाम्रो भाइहरू। अनि यो चाहिँ स्कुल। यहाँ बच्चाहरू पढ्न आउँछन् गाउँका, साना साना बच्चाहरू। यो चाहिँ देखिन्न त कता हो, जनजागरण प्राथमिक विद्यालय। धेरै लामो समयपछि यतातिर आइयो। यस घुमाइ राम्रै भयो। अब हामी चाहिँ साँदनेतर्फ जाँदैछौँ। अनि यता देख्न सक्नुहुन्छ यो दह हो। अनि यतातिर चाहिँ यो हाम्रो बर्दी राष्ट्रिय निकुञ्ज। अनि यताबाट चाहिँ हाम्रो हरियाबाट पनि बाटो आउँदैछ अरे। कहाँसम्म पुग्यो यो चाहिँ हामीलाई थाहा छैन। जाँदैछौँ हामी, कहाँसम्म पुग्छौँ। गाह्रो छ यस्तो जाडोमा पनि। निकै गर्मी भयो, पसिना आयो। हामी
यात्राकै क्रममा छौँ अहिले हेलो पैदल यात्रा रोड पनि भेटाइसक्यो हाम्रो यात्रा जारी छ जो सफल अलि अगाडि आएर फेरि यो बाटो भेटियो अब हामी चाहिँ कताबाट जाने हामी चाहिँ रोडै जाने कि यताबाट सर्ट जाने अब रोडै जाने हो हामी चाहिँ हल्का टाइम लाग्छ यतैबाट जाउँ है अनि हामी घुम्दै फिर्दै जान्छौँ हाम्रो लाउरे भाइको साथी भेट्न जाँदैछौँ गाइज हेर्नुहोस् मेरो भाइ यही हो अब चाहिँ के नाम रे फ्याट्टे नाम नाम त अलि थाहा भएर अहिले त्यतै गरेर थाहा हुन्छ प्राइभेट राख्नु सबै कुरा खोल्नु पनि हुँदैन जस्ट रमाइलोको लागि है गाइज अनि यतातिर धेरै पछि आइयो जे होस् यहाँबाट गाउँ देखिँदो रहेछ तलतिर अनि यो चाहिँ तल्लो भर्याङको दृश्य एकदमै राम्रो छ हाम्रो के अरे पोस्ट हो पारी देखिन्छ अलिअलि यहाँबाट यहाँनिर छ ए मेरो भाइ डाँडै फुर्के सल्लो हान्ने नि त एउटा ल मेरो भाइ जाओस् त एउटा थकान मेटा मैले फुर्के सल्लो है मायाले गाउँ त चिन्यौ घर चिन्नै सकिनौ ओल्लो हो कि पल्लो पल्लै होला हुन त अहिले ओल्लैतिर छौँ ए आइयो घुम्न रानी वन डाँडैमा जानु मन छ सानुको आडैमा डाँडै फुर्के सल्लो है मायाले गाउँ त चिन्यौ घर चिन्नै सकिनौ ओल्लो होइन पल्लो जस गाह्रो भयो मेरो भाइ अर्को पनि जाओस् न अर्को पनि जाओस् न जाओस् ए भेट्न मन थियो तिमीलाई नि साँझमा आउनु मन थियो काखको माझमा डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो हो कि पल्लो अह ल अलि अगाडि गएर अर्को है छ धेरै छ धेरै छ पारि पुग्नुपर्ने उता डाँडामा त्यो पारीको डाँडा भन्दा उता होइन उता यो चुम्की भयो सिम्की यो दुई चारहरू छन् हजुर ल एउटा सर्ट छोटो क्लिप जाओस् पैदल यात्रा चाहिँ जे होस् रमाइलो छ रमाइलो छ राम्रो भइरहेछ एकदम बवाल बवालै छ बवाल टक्क घाम लागेका छन् सास फेर एकछिन है ल बहुत गाह्रो भयो गाह्रो भइरहेछ होइन हल्का त्यति नहिँडेर पनि रुँदै रुँदै हिँडे हात हल्लाउँदै पैतलालाई बल्लाउँदै बल्लाउँदै करिमै फुटेको केही छुट्यो कि भन्थ्यौ नि थाहा पाइनौ र तिमी छुटेको केही छुट्यो कि भन्थ्यौ नि थाहा पाइनौ र तिमी छुटेको ल जाम त जाम टोली अगाडि बढ्यो है अब टोली अगाडि बढ्यो हाम्रो टार्गेट कम्प्लिट हुँदैछ अब हामी चाहिँ यो साँधने गाउँमा पुग्न खोज्दैछौँ एउटा गाना हानिहालौँ कि पैदल यात्रा जारी नै छ हामी यति बेला साँधनेको गाउँमा छौँ पुसा यहाँ के छ भनिदिनुहोस् त एकचोटि सर र यहाँको अब यो अब फलफुलहरू अदुवा खेती हुन्छ यहाँ बेसार खेती यता फर्केर भनिदिनु न अदुवा बेसार अनि हुन्छ अब केराहरू पनि फलफुलमा अनि यो तल सोलरको प्यानलहरू छ नि टन्नै यहाँ चाहिँ के छ त्यो अदुवा सुटो बनाउने हजुर र बेसार सुटो बनाउने प्रशोधन गर्ने त्यो मेसिनहरू हुन् हजुर त्यहाँबाट अलि पल्तिरपट्टि सोलरको प्यानल भएको ठाउँ त्यो पानी लिफ्टिङ पानी माथि ल्याउने तल मुहान तल भएको हुनाले लिफ्टिङ पानी ल्याउने त्यो सोलरको प्यानलहरू त्यो पल्तिरपट्टिका हुन् अनि यहाँ एउटा सोलर मिल पनि छ हजुर मिल कहाँनिर त्यही यतापट्टि त्यही आडमा उयो हाम्रो परको जस्तै त्यही नै हो अब वातावरण ठिकै छ यहाँको भौगोलिक
एकदम हरियाली वन जङ्गलहरू तन्न भएको त्यही नै हो। त्यस राम्रो डेभलप भएको छ यतातिर आजभोलि। भाइ जाउँ कि थाकिस् क्या हो? हाम्रो लाउरे फेरि आजभोलि अलिक फोनमा व्यस्त मान्छु। फाइनल्ली हामी यो थर्मुसेको स्कुलमा आइपुगेका छौँ। देख्न सक्नुहुन्छ तपाईँहरू यो चाहिँ स्कुल हो अनि कहिलेकाहीँ यसो आइन्थ्यो। पहिला स्कुल तल थियो, आजभोलि अलि माथि रहेछ। कतिसम्म छ पुसाइ? आजभोलि कतिसम्म चल्छ यहाँ? यो खास भनाइ 8 सम्म नै हो अहिले त। अहिले के हुने हो भन्ने के छ श्री नेपाल राष्ट्रिय जनज्योति आधारभूत विद्यालय रहेछ। यो चाहिँ भेरीगङ्गा नगरपालिका वडा नम्बर 2 मा पर्छ। थर्मुसे 2048 सालको स्थापना हो। अनि यो चाहिँ घैँटो पहिला चाहिँ यहाँ पानीको व्यवस्था थिएन, अलिक गाह्रो पर्थ्यो त्यो हुनाले। अनि यहाँ माथि चाहिँ यो टिनको छाना अनि त्यसपछि पानी परेपछि त्यहाँबाट अनि त्यो पाइपद्वारा यो घैँटोमा पानी भरिन्थ्यो। त्यस्तो छ। अनि यो पारीको दृश्य चाहिँ थर्मुसे गाउँ हो। रुखहरूले छेकेको छ, धेरै देखिएको छैन। अनि त्यसपछि पारीको त्यो भित्ता चाहिँ त्यो चिप्ले के अरे चिप्ले पहिरो। अनि त्यसपछि के भन्छ अरे उतातिर अब तपाईँको ऊ माथि कालपानी गाउँपानीको ओल्लो ढिक हो यो। हजुर त्यो पर अनि त्यहाँबाट उतापट्टि अब गाउँपानी हाम्रो पुरानो अब त्यहाँ ऊ थियो गाविस भवन। हजुर। अनि अब यो थर्मुसे यो डाँडाभन्दा उता बस्ती छ कि छैन? यो डाँडाभन्दा उता त अब निकुञ्ज भइहाल्यो। उता निकुञ्ज होइन? अब त्यहाँ सिधै यतापट्टि अरू ओख्ले भन्ने गाउँ आउँछ एउटा। ओख्ले यता त्यहाँबाट उतापट्टि लेक प्राजुल हुँदै उतापट्टि के छ? त्यहाँबाट हरे पुग्छ होइन? त्यस्तो छ। यस्तो ठाउँमा यो पुराना मान्छेहरू कसरी आएर बस्ती बस्यो होला नि, ल हेर्नुहोस्। यो हेर्ने यही हो पहिलाको पुरै नदी तलसम्म हेर्ने कस्तो बनाइदिएको छ आजकल। नदीबाट यही भएर फुटेको हो। 71-72 सालको यो पहिरोले गर्दाखेरि धेरै क्षति हानि नोक्सानी भएको थियो यहाँनिर। अहिलेको दृश्य यस्तो छ। हामी अहिले यो के अरे तल्लो भर्याङको यता साँधनेतिर जाने बाटो होइन? यहाँनिर चाहिँ एउटा यो उचाल ढुङ्गा भन्ने ठाउँ छ, त्यहाँनिर बसेका छौँ अहिले। थकाइ मेट्दैछौँ। अनि यता पुसाइ हुनुहुन्छ। अनि त्यो दुईवटा भाइहरू चाहिँ पछाडि आउँदैछन्। यो उचाल ढुङ्गाको नाम चाहिँ कसरी नामाकरण गरियो पुसाइ भनिदिनु त एकचोटि। उचाल ढुङ्गाको यो ढुङ्गा चाहिँ यो है? ढुङ्गा चाहिँ यही हो। यत्रो ढुङ्गो छ यो? अब हाम्रो दाइहरू पनि कुरा गर्नुहुन्छ भने अब हामी त त्यहाँभन्दा पछिल्लो ठाउँमा होइन? हजुर। त्यो हटारुहरू यता बौबाट आउने, त्यहाँबाट यताबाट जाने, यता भएर उहाँ नेपालगञ्ज जाने आउने बेला अनि तागत चेक गर्थे गरे, काँटो हालेर उठाउने बसाउने गर्थे गरे यसलाई। हजुर। त्यही भएर यो उचाल ढुङ्गा भन्ने नाम राखेका छन्। अनि यो अनि जस्ताको तस्तै छ यो ढुङ्गो, तर हामी त सक्दैनौँ। हामी दुईजना लागेर पनि यसलाई उठाउन गाह्रो छ। यति ठुलो ढुङ्गा छ अनि त्यही भएर यो उचाल ढुङ्गा भन्ने कारण त्यही भएर हो। यत्रो ठुलो ढुङ्गा छ। ल हाम्रो त केही बस्नै छैन। उठाउन सक्ने कोही हुनुहुन्छ भने आउनुहोस् है। यस्तो छ। हामी अब फर्किँदैछौँ। हाम्रो त बस्नै छैन, दुईजना तिनजनाको पनि बस छैन अहिलेको जमानामा। पहिला त्यति एकदम पावरवाला के हुन्थे, अब अहिले त अब त्यत्रो ताकत भएको मान्छे हुनुहुन्थ्यो पहिला यतातिर। यसरी साटा हालेर उठाउने सिउरीको बुढा यो चाहिँ। अनि यहाँनिर चाहिँ बसेर शीतल बस्ने ठाउँ हो यो।
अनि यो ढुङ्गा यसको विशेषता भनिदिनु त चाहिँ उचाल ढुङ्गा पल्तिर भन्छन् यो त नयाँ पछि बनाएको हो यो पनि व्यक्तिले उठाएको हो व्यक्तिले उठाएरै ठडाएको हो यो पहिला त्यो यस्तो के भन्छ त्यसलाई पाती हाल्न पाती हाल्ने भन्थ्यो नि त्यही बनाए पाती हाल्न भन्ने उठाएको हुन् हजुर हजुर पाती हाल्न बनाएको थियो अहिले अब बाटो कटिङ भयो तलतिर रोडबाट प्रायः मान्छे हिँड्छन् यो अब अलिकति माथितिर पऱ्यो हजुर त्यो भयो हुनाले अब आजकल अलि त्यति छैन पहिला त पाती हाल्ने भन्ने यहाँ अनि पातहरू यताउता हिँड्ने मान्छेले हजुर ढुङ्गे स्याउली गर्थे कि त्यो भएर यो यसलाई भन्छन् पाती हाल्न ल पाती हाल्न हो यो यसो भन्दा माथिबाट हेर्ने हाम्रो गाउँभन्दा बस्तीभन्दा पुरानो बस्तीभन्दा माथि ठुलो गाडीको हेलो साथीहरू हामी चाहिँ अब होइन गाडी आइसक्यो घरतिर जाँदै हो टक्क यहाँदेखि अब छिन्चुसम्म यात्रा भइरहेको छ छिन्चुदेखि अब रामघाटसम्म हुन्छ आज भोलि चाहिँ रामघाटदेखि सिधा बर्दियाको यात्रा लाग्ने वाला छ गाइज यति हो हामी घुम्दै फिर्दै दिन दाजुभाइ होइन रमाउँदै जाँदैछौँ अब यस्तै गाइजहरू गाउँघरतिर बसेँ होइन गाउँघरतिर घुमियो हल्का हल्का रमाइलो पनि भयो मजा आयो ठिकै छ समय भएछ भने फेरि पनि दाजुहरूसँग अवश्य घुम्ने मौका मिल्नेछ यसै गरी अब यो भ्लगलाई चाहिँ म अर्को ठाउँ गएर अब छिन्चु पुगेपछि थोरै देखाउने छ हजुरहरूलाई ओके हामी अहिले पनि यात्राकै क्रममा छौँ यो चाहिँ टाकुरीदेखि गुराँसे जाने बाटोमा छ बाटोको अवस्था यस्तो छ अनि भाइ पनि भेटिया छ यहाँनिर अनि रमाइलो भइरहेछ लाउरे यता छ यस हामी यति बेला बबई नदीमा छौँ देख्न सक्नुहुन्छ यो चाहिँ बबईको पुल अनि सुर्खेतबाट आउने बाटो यो अनि यहाँदेखि यतातिर नेपालगञ्जतर्फ प्रस्थान हुन्छ अनि यति बेला मेरो भाइहरू चाहिँ फोटो खिच्नमै व्यस्त छन् क्यामेराम्यान यता छ उता अर्को भाइ छ रमाइलो भयो यो क्षण चाहिँ आज हामी फर्किँदैछौँ आफ्नो गाउँघरतिर यो चाहिँ कोहलपुर बस पार्क यता छ अनि हामी चाहिँ मेन हाइवेमै छौँ यति बेला